सबै साथीहरू पुराना पार्टीका झोले अन्धभक्तहरूले सुन्नै पर्ने यो भिडियो बालेन्द्र शाहको राजीनामा गर्दै जुन सडक आन्दोलन गरिरहेका छौ नि, एकछिन यो युवाको भनाइ पनि सुन्नु। बालेन चोर देश छोड भनेर बालेनको राजीनामा नमाग्नुस्। बालेनले राजीनामा दियो भने को आउने? फेरि त्यही केपी ओली आउने, फेरि त्यही प्रचण्ड आउने, फेरि त्यही शेरबहादुर देउवा आउने, अनि युवा जम्मै खाडीमा पठाउने, फसाउने। कुन नैतिकताको आधारमा तपाईँहरू पुराना पार्टीको पैसा खाएर बिना फोकटिया चाहिँ सडक बताइरहनु भएको छ? सरकारले सुकुम्बासीलाई गरेछ त किन गरेको छैन? जो सुकुम्बासी हो उसलाई चाहिँ व्यवस्थित तरिकाले अहिले अस्थायी पास दिएर राखेको छैन। बिहान बेलुका भात खान दिएको छ, दाल खान दिएको छ, तरकारी खान दिएको छ, अचार खान दिएको छ, राखिरहेछ त। अनि फोकटमा यो हुकुमबासीहरू चाहिँ किन आउनु? जसको ढलान घर भत्किया छ, जो चाहिँ पैसा खाइरहेछ त्यो मान्छे आइरहेछ अहिले सडकमा। म के भन्न चाहन्छु भने सरकारले भत्काउँछ। खोलाको किनारमा एउटा किल्ला पनि गाड्न पाइँदैन, कानुनमा लेखिएको छ त्यो कुरो। अनि सिधै ढलान घर बनाउने कसको पौको वृत्ता हो त्यो खोलाको किनार? यतिकै ढलान घर बनाउन पाइन्छ? त्यही भएर तपाईँहरू आन्दोलन त्यो तीव्र रूपमा नबनाउनुहोस्। यदि आन्दोलन तपाईँहरूले चर्काउनु भएको हो भने नि मसँग पनि 500 जना मान्छे छ। मैले चाहिँ बालेन सरकारलाई काम गर्न देऊ, राजीनामा दिनु पर्दैन भनेर मैले 500 जना मान्छे चाहिँ सडकमा ल्याएर चाहिँ बालेन सरकारलाई काम गर्न देऊ भनेर आन्दोलन गर्यो भने के हुन्छ भोलिको दिनमा? आम राष्ट्रवादी युवाहरू, आम राष्ट्रवादी चाहिँ देशभक्ति नागरिकहरू सडकमा आउँछन् अनि नक्कली सुकुम्बासीको अस्तित्व रहन्छ यो देशमा। देश गृह युद्धमा नजाओस्, भ्रष्टाचारको दलदलमा नफसोस् भनेर हामीले अहिले आन्दोलन नगरेको। त्यही भएर भन्छु बालेन सरकारलाई काम गर्न दिनु पर्यो। तपाईँहरू यो फोकटमा सडक तताउने काम नगर्नु। जे बोलेका छन् युवाले सत्य बोलेका छन्। तपाईँहरूलाई कस्तो लाग्छ युवाको भनाइ? जस्ताको त्यस्तै कमेन्ट गर्नु होला, मन पऱ्यो सेयर पनि गरिदिनु होला।